गर्नु भएर रेगुलर ट्रेनिङ गर्नु भएर अनुशासन भएर उहाँको 3 महिनामा एक्जाम भएको थियो। त्यो एक्जाममा चाहिँ यस प्लिज पास हुनुभएका खेलाडीहरू सबैजनाले बधाई छ र सँगसँगै र आजको यो बेल्ट डिस्ट्रिब्युट गर्न म गइरहेको छु र तपाईहरु सबैजनाले उहाँले क्ल्याप गरिदिनुस्। कसले डबल बेल्ट पाउनु भएछ म नाम बोलाउन चाहन्छु है त। डबल क्लासको थापैसँग बस फेरि पनि यो बेल्ट हामीले यो बेल्ट चाहिँ हजुरले किन्नु पर्दैन। डबल प्रमोसन गर्नु भएको डबल बेल्ट हाल्नु भएकोले चाहिँ हजुरले किन्नु पर्दैन। एनएसएमले गिफ्ट दिनु भएको हजुरहरूलाई जसले राम्रो गर्नुहुन्छ हजुरहरूले गिफ्ट पाउनुहुन्छ। मैले पहिला पनि भनेको थियो एकदम मेहनतको साथ गर्नुहुने। त्यसै गरेर अब आजको दिनबाट उहाँले ग्रिन बेल्ट ग्रहण गर्दै हुन्छ, आफ्नो लगाउँदै हुन्छ, यो भन्दा ठुलो खुसीको कुरा के हुन सक्छ? कि क्लास आसुस स्कुल प्लिज सानो यता हस् घुमे नाइस ल बधाई छ फेरि पनि हजुरहरूलाई, मेरो प्यारो स्टुडेन्ट नानी बाबु हजुरहरूलाई हामीले एनएसएमले दिनुपर्ने कुराहरूबाट राम्रो गर्नुभएको छ जस्तो लाग्छ मलाई होइन। यो चिज डबल बेल्ट प्रमोसन हुनुमा उहाँको ठुलो भूमिका छ तपाईँहरूको लागि होइन। हरेक कुरा लाउनु भएको सिकाउनु भएको छ र त्यस्तै गरेर अबको दिनहरूमा यो बेल्ट हजुरले ग्रहण गरिसक्नु भएपछि यो बेल्टको राम्रो कदर गर्नुहोस्। अझ म राम्रो गर्छु सबै गर्छु चाहिँ नचाहिने कुरा गर्ने नराम्रो कुरा गर्ने त्यस्तो होइन। जति धेरै बेल्ट बढ्दै जानु त्यति धेरै पढाइ भएर बस्नुपर्छ। हामीहरू ज्ञानी हुनुपर्छ। बेल्ट प्रमोसन हुनु भनेको चाहिँ धेरै जिम्मेवारी थप्नु हो, धेरै पुग्छ थप्नु हो। हजुरहरू जति ठुलो हुनुभयो नयाँ कमर्सहरू नयाँ स्टुडेन्ट आउनुहुन्छ उहाँलाई सभ्यता तरिकाले बोल्नुपर्छ। यही चिज सिकाउन खोजिरहेको छु। यही चिज चाहिँ यो बेल्टले दिँदैछ। त्यसो भए भएन ओके मनमा नै थ्याङ्क यू गुरु, थ्याङ्क यू सबैजना। डिसिप्लिनमा बस्नु पर्यो। राम्रो छ अझै राम्रो गर भन्नु, राम्रो गर्दै जानु अनि मेरो जस्तै डबल बेल्ट हान्नु। स्पेसली थ्याङ्क यू म मम्मी बाबालाई दिन चाहन्छु। गर्नुहोस् म जस्तै डबल बेल्ट प्रमोसन गर्नुहोस्। यो प्रमोसन गर्नलाई त धेरै चाहिन्छ। कङ्ग्रेचुलेसन तपाईँहरू धेरै राम्रो गरिरहनु ल। तपाईँले जुन त्यो एनर्जी बोल्नु भएको तरिकाहरूले पनि हामी धेरै इन्सपायर छौँ। म पनि इन्सपायर छु। अझै राम्रो गर्दै जानुहोस्। अनि तपाईँले डबल बेल्ट पाउनुमा तपाईँको त्यो एक्टिभिटीहरू धेरै राम्रो छ। कस्तो लागिरहेछ अब? जिम्मेवारी थपेको छ। अब हजुरहरूले नि डबल बेल्ट पाउने एउटा एक प्रकारको मिहिनेत गर्नुपर्छ होइन। अब हजुरहरूले अब यहाँ डिसिप्लिनमा बस्नु भएन भने डिसिप्लिन नै एउटा तपाईँलाई सफलताको बाटोमा ल्याउने एउटा आधार हो। हुनु भएन भने हजुरहरूको मार्क्स त अघि गुरुले नै भन्नुभयो काटी अब 71मै अड्किनु भएको छ कतिजना होइन। अब हजुरहरू लक्ष्यमा पुग्नुहुन्छ भने लक्ष्यको आधा बाटोमा पुगेर नफर्किनु कि जति सक्दो हजुरहरूले त्यतिलाई नै ट्राई गर्दै जानुहुन्छ नि। इम्पोसिबल भन्ने केही पनि छैन। अनि अब हामी डिसिप्लिनमा बस्यौँ अनि अब हामीले डबल बेल्ट पायो भने नि मैले डबल बेल्ट पाउन सक्छु भने हजुरहरूले पनि सक्नुहुन्छ। इम्पोसिबल भन्ने केही पनि छैन नि। कतिजना सानो भाइ बहिनीहरू हुनुहुन्छ व्हाइट बेल्ट उहाँहरूले ठुलो दाइ दिदीहरूबाट सिक्यो। अब म यहाँ लाज लाग्छ भनेर तपाईँ गरेको सफलता नि हाम्रो लागि सबैभन्दा ठुलो हो। मैले गरेको काम र एक थोपा पसिनाले नि मैले प्यारेन्ट्सहरूको त एक थोपा पसिनाले जोगाएको पैसा पनि वेस्ट हुन्छ नि त हैन। तर आज तपाईँले डबल बेल्ट पाउनु कस्तो लागिरहेछ? म
तपाईँको माइकै सुनाउँदिनँ अनि बोल्नुहोस् न सिधा राम्रो गऱ्यो हजुरको मामु ड्याडीले थाहा पाउनु भयो हजुरले डबल बेड पाउनु भयो भनेर सिधा भयो जहिले पनि फेस सिधा सिधा भएर कन्फिडेन्ससँग भन्नुपर्छ ओके भन्नुहोस् त यो यहाँ कसरी डबल बेड पाउनु भयो मैले धेरै स्पेरिङ राम्रो गर्नुभयो कि धेरै राम्रो गरेर ज्ञानी भएर ज्ञानी भएर अनि राम्रो ट्रेनिङ गरेर राम्रो ट्रेनिङ गरेर पढ्नुभएको हो अरू सबैजना साथीहरूले राम्रो गर्नुहोस् भन्नु अरू सबैजना साथीहरूले राम्रो गर्नुहोस् मैले जस्तै डबल बेड पाउनुहोस् मैले जस्तै डबल बेड ठुलो स्वरले मैले जस्तै डबल बेड पाउनुहोस् पाउनुहोस् थ्याङ्क यू आशुष हजुरलाई बधाई छ